आज चाहिँ ठुलो ठुलो माछा खाने रे आमामा सर्प जस्तो खन्द लकेट लकेट छ बारीभरि अब यता अब नेपाल भनेपछि धनी मान्छे हो सबै धनी धनी छन् अनि लकेट सकेट त यत्तिकै हुन्छ के त्यो बारी। हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। चाँडोभन्दा चाँडो धेरैभन्दा धेरै पछि आएको छु म बारीबाट अनि गाइस अनि मेरो स्टोरेजले पुग्दैन नि त तपाईँहरूलाई भिडियो देखाउनलाई अनि त्यो नपुगे पनि म बनाउने छु डिलिट सिलेट गरेर फोटोसोटो। अनि गाइस हामी तयार तुइर भएर कता जानला भने आज बाटो नाप्नुला खुट्टा बाङ्गो भयो अनि पहिले फर्सी मुन्टा कोसेली लाँदैछु अनि हेर्नु कोसेलीमा यही थियो मेरो बारीमा अनि त्यही भएर लिएर आएको छ। यता आन्टी नानी जाँदै हुनुहुन्छ अनि गाइज ल अहिले देखाउँछु म कहाँ जानला भनेर अनि अहिलेको लागि चाहिँ धन्यवाद भन्न चाहन्छु। हेर्नु गाइज हामी जाँदैछौँ देख्नुभयो नि हामी जाँदैछौँ कि देखाएन यो लडिहाल्यो यसरी लडेपछि अब कति ठाउँमा लड्छ थाहा छैन यो यसलाई नआइज नै भने हो अहिले जान्छु भनेर पिरेपछि त हामीलाई पनि के लाग्छ र गाइज यसरी लडेपछि। अनि मेरो गाइज म हजुरहरूलाई एउटा ढ्यान देखाउँछु माथि छ नि पुतली तल पनि पुतली चप्पल भने यस्तो जाबो डरेम यहाँ टिकन देखाउँछु म गाइज पुतली तल भनी हेर्नु चप्पल कस्तो खालको हो यो यहाँ आन्टी पनि यस्तो खालको त्यसको पनि त्यस्तै नै छ तर त्यसको अलि राम्रो छ हाम्रो भन्दा नि यो स्कुल हो गाइज स्कुल सधैँ देखाएको थिएँ पहिला भिडियोमा कहिले राम्रो उस दिनु भएन के भन्छ नि त त्यो इङ्ग्लिसबाट अनि मलाई आउँदैन क्या अनि बारीभरि रोपाइ गर्ने जस्तो पानी हो यहाँ अनि हेर्नु फाइनल्ली मकै नि पाक्ने बेला भइसक्यो धान नि पाक्ने बेला भइसक्यो अनि हामी चाहिँ अब बाबाको फुपू घर जानला हो मेरो फुपू बजै भन्छ अब फुपू नै भनिदिन्छ हामी त जे भने त्यही नै हो ठुलो मान्छेले जे भने त्यही नै भनिदिने हो म आएँ त त्यसलाई। अनि गाइज म धेरै दिन भइसक्यो एक्लै भएको है म त्यो कुरा नि गर्न मन लाग्यो अब के कुरा गर्दै त जाने हो नि यहाँ तपाईँहरूले के देखाउने हो र यस्तो मकै बारीमा ओके एकछिन कुराकानी गरौँ त्यसो भए सम्भवत हजुरसँग म कुराकानी गर्दछु हजुर ध्यान दिएर सुन्नु होला 2 मिनट 2 शब्द यहीँ राख्ने छु म हजुरहरूलाई चाहिँ म धेरै दिन भयो एक्लै भएको अनि एक्लै भानी कसरी बाबा बिरामी भएको थियो त्यतिखेर नि देखाउनु पाएन के भएको थियो भनेर अनि अब म त्यस्तै अवस्थामा थिएँ त्यही म हाइपर हुन्छु कि सानो तिनो उस भएर पनि अनि गाइज अनि त्यहाँपछि बिराम भएपछि बाबालाई काठमाडौँ पठाइदिएँ भाइ पनि काठमाडौँ नै थियो अनि त्यहाँपछि मम्मी त अब त्यसै माथि भइहालेँ त्यहाँपछि म एक्लै भएँ आन्टीको घरमा सुत्ने थालेँ गएँ अनि म भात चाहिँ घरमा पकाउँछु कि त्यस्तो पनि डरसरी छैन त्यहाँ मकै पाकिसकेछ ए हुँदैमा आन्टीको आँखामा चढिसक्यो खै म थग्ला अब फेरि मेरो चप्पल हेर्छ मलाई थाहा छ कहाँ पुग्यो हो यता पनि छ त यता पनि छ यता आउनु यो छैन रहेछ र मकै बारी हो ओ हिँड्नु मजा भए अनि यो तिलबारी हेर्नु कति नराम्रो तिलबारी हो हाम्रो जस्तो छैन अनि यहाँ मान्छे गइरह अनि मेरो चप्पल देख्छ भनेर चाहिँ मैले चाहिँ यो बाटो आऊ हेर्नु गाइस यस्तो बिजोग छु म मेरो चप्पल कसरी यस्तो भयो भनेको त्यो अवस्था पनि मैले भन्नै छ लिन जान नि छ देखाउन नि छ। एक दिन बहिनीहरू आएको बहिनीहरू आइदिएपछि मनी पछि लाएर लिचीबारीतिर गएपछि लिचीबारीको धनीले फिलिली कुदाएपछि त मेरो चप्पल उतै अड्किएको लिची गाडीमै अनि अहिलेसम्म लिन जाने ऊ छैन सम्भव त छैन अब गयो भने फेरि लिची चोर्ने भन्छ अनि त्यही भएर एक दिन चाहिँ कुरा मिलाएर मेरो चप्पल लिन भनेर जान्छ। अहिले चाहिँ हामी यस्तै अब यस्तै भिडन्तमा छौँ यस्तो भिडन्तमा छौँ
हिँड्न नानी अब गाजरङ 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 अब यस्तो खाल्टोमा एलियन चप्पलको बिजोको छ क्या अरू नानी यता पनि लासके उता पनि लासके यो कान्छी पस्यो पस्यो हिला हिलामा हो यस्तै हुन्छ कि हिलेन गाइज ल्याउने आन्टीको त हिला लाग्यो पछाडिपट्टि अरू के गर्ने अनि गाइज यहाँ मकै पाकिसक्यो मकै चाहिँ देखिनँ बोर्ड चाहिँ फेरि ल्याङ्ग्याङ देख्छु मैले धेरै दिनपछि भिडियो बनाएपछि एकदम उत्पट्याङै हुन्छ कि फेरि मैले बनाएपछि भिडियो कस्तरी बनाउँछु नि अनि हाम्रो यहाँ झर्ना छ गाइज झर्ना ओके गाइज एकछिनलाई अफ गर्छु म काजन ला भनेर ढ्यान्डरायन हजुरहरूलाई देखाउँछु ओके गाइज लकेज छ बारीभरि अब यता अब नेपाल भनेपछि धनी मान्छे हो सबै धनी छन् अनि लकेज सकेज त यत्तिकै हुन्छ क्या त्यो बारीभरि हुन्छ जतिहरू पनि बारीभरि लगेज पैसै किन पैसै हो यो मकै पनि पैसै हो भोलि गएर बेच्यो भने यति टन्नै पैसा आउँछ हिजो लादी पानी आएको थियो कि बेसरी नै पानी आएको थियो त्यही भएर त बारीभरि पानी चप्ले अहिले चाहिँ के अरे रोपाइ गऱ्यो भने पनि भ्याइदिन्छन् मतलब कि हाम्रो यस्तो नेपालीहरू बेसरी धनी छन् नि त नोरा फता लाग्दा नेपाल ल्याइदिन्छ अनि त्यस्तो त हो नि धनी छैन त गरिब भन्छ त्यसैले हामीलाई लड्नु गाइज हामी चाहिँ छेउछेउ सानो डिलबाट आँखा एउटा भलक पनि बनाइरहेको छु फेरि अहिले भलक बनाउँदा तल्लो घर पुग्यो भने चाहिँ मलाई त आएन ओ बुढाहरू ल्याउनु भनेको यस्तै हो क्या बुढाबाट पाउनु भनेको नि गाह्रो छ मेरो बिहा किन खान पाएनौ भने तिमीहरूले भन्न मिलेन हजुरहरूले किन खान पाउनु भएन भने हजुरहरूले मलाई सब्सक्राइब गर्नु भएन सपोर्ट गर्नु भएन अनि सपोर्ट गरेर पैसा कमाएन नि त पैसा नकमाएपछि मान्छेहरूले इज्जतै दिँदैन अनि त्यहाँपछि पैसा कमाएपछि बल्ल बिहा गर्ने हो म त हजुरहरूले सक्दो सपोर्ट गर्नु होला गाइज वेदर फोटो खिचौँ यस्तो गर टु बना यसले त गर्दैन मेरो भिडियोमा आउनु थालेपछि त यिनीहरूले केही पनि गर्दैन अनि भोलिपर्सि म दुईवटा तिनवटा पैसा कमाउँछु अनि बल्ल आउँछ नि यिनीहरू अनि मलाई पापा किनिदिन्छ 3टा होइन 4 टु देखाउँछ मलाई ओके गाइज भाइ अब कहाँ आइपुग्छु भने ओ माई गड मलाई त यहाँ हेरेँ भाइ यहाँ टन्नै मान्छे रहेछ अब को पागल बौलाउँदै आयो होला भने होला नि भाइ बिचरा यो चाहिँ यहाँ झिग्रा रहेछ यसको काम सक्या भएर झिग्रा निकालेर राख्यो होला नि त अनि ढ्यान्डा हामी त आइसक्यौँ कसको पिकको खोरमा हो हाम्रै फुपू दिदीको ल्याउनु कत्रो बडाङ काला बुङ्गुर काला हिँड्ने के चुप गर मलाई खा जा अनि यो चाहिँ गुठ हो गोठ अनि यहाँ अमिलेको बोट गोठ अनि अमिलेको बोट कस्तो मिलेको यहाँ नि सानो हो तपाईँकै हो यो सुँगुर पाइसक्यो ए लो किन किन्न पर्थ्यो त यत्रो 4-5वटा खुवाउनु पर्दैन अनि 4-5वटा रहेछ अनि यहाँ चाहिँ कुडो पकाउनु लाग्नु भयो कुडो पकाउनु अनि हामी आयौँ ढ्यान्डान यो धारा हो गाइस धारा केही पनि पकाउनु पर्दा हामीले खारा हो हामी त यसो यसलाई त पुइ ल गाइस अहिले हामी आइपुग्यो अब एकछिन बिस्तारमा हामी कुरा गर्छ थगलाइसक्यो मतलब बोल्दा मेरो खुर्सी मुन्डा नि ओइलाइसक्यो गाइस आज चाहिँ ठुलो माछा खाने रे आमामा सर्पो जस्तो खन्द ए माछा हेर माछा गाइस यो माछा यत्रो बिदान पुसैले भुडी निकालिरहनु भएको अनि यही पकाउने लोकल माछा अनि माछा खाने नानी हेर्नु सर्बो ल
अब यो माछा भयो। हाई गाइज, हामी चाहिँ फर्किसक्यो है। फर्किसक्दाखेरि चाहिँ यस्तो हाम्रो हालत भयो। मेरो आधी खुट्टा गढ्यो त्यो खिच्दामा हेरेर गएर। एकपट्टि यस्तो राम्रो एकपट्टि यति राम्रा खुट्टा हुन्छ भन्ने मलाई लाग्थेन। निन्द्रा राख हिँड्दा निन्द्रैमै हिँडेछु जस्तो भयो। हामीले यत्रो झोला उता यताबाट जाँदा पनि झोलै बोकेको थियो, उता जाँदा पनि झोलै बोक्नु लाएर मलाई। मेरो हालत खुट्टाको हालत गाइज, खुट्टाको हालत आधा सुरुवालै गढेछ। यस्तो बाटो आउनुपर्छ हामी। गाइज हामी चाहिँ आइपुगिसक्यौँ। पसिना धुर हुँदै अनि खुट्टामा यस्तो हालत खराब, आधै खुट्टा गढ्यो मेरो बारी खेतमा। अनि यस्तो कमाइ गरेर छौँ हामीले यति धेरै चिजहरू। देखाउनु नि, यहाँ सबै देखाउनु परेन। यो सिबी लिएर अनि यस्तो लिएर यो माछा थोरै अर्ग्यानिक देखाएको थिएँ अघि मैले तपाईँहरूलाई, हेर्नुपर्छ। अनि त्यो के हो, त्यो चाहिँ घिरौला हो। अनि हामी आइपुग्यौँ। ओके गाइज, के कस्तो लाग्छ आजको हजुरहरूलाई? अब भात खाएको त देखाउनु मिलेन, सबै थोक पर्सनल चिज त देखाउनु मिल्दैन नि त। त्यही भएर आफ्नो घर होइन अन्त हिँडाम अनि सबैलाई अब एडजस्ट हुँदैन नि त। इङ्ग्लिस हो फेरि है त। ओके गाइज, अब कस्तो लाग्छ हजुरहरूलाई? अब अर्ग्यानिक चिजहरूले त यो के हो भनेर अब कमेन्ट गर्नु होला। बाई बाई। उता भाले लागिरह हेर्नु होला। ए भाले लगाइरह यस्तो हेर्नु न ल। ओके गाइज, बाई। लाइक सेयर सब्सक्राइब गर्नु नभुल्दैन होला। हजुरको दिदीलाई धेरै दिनपछि भिडियो माया गरिदिनु होला।